माइती घर मण्डलाको आन्दोलन देख्न सक्नुहुन्छ, कुलमान घिसिङको पक्षमा आन्दोलन देख्न सक्नुहुन्छ। रवि लामिछानेदेखि बालेन शाहहरू भन्दैछन् युवाहरू त्यही झाडु बढाल्नेहरू, त्यही धुलो बढाल्नेहरू बिहानदेखि आज 4 महिनादेखि तलब पाइरहेका छन्। बालेनले त के भने गाडी त सकेका छैनन् नि, गाडी छ यिनीहरूलाई त म भन्छु अझ थप त्यो धुलो छ नि, धुलो तलब दिएको छैन, धुलो यिनीहरूको नाकमा ठोसेर अनि टुकुचामा गाड्नुपर्छ। यिनीहरू सर्वहाराको रट गाइरहने ठोक्छु मार्छु गाड्छु भन्नु त कानुन विपरीत हो नि त सर। कानुन विपरीत हो। बोको पेटले कानुन जानेको इतिहास कहिले थाहा छ? धेरै व्यक्तित्वहरू कुलमान घिसिङको पक्षमा आउनु भएको छ। कुलमान घिसिङलाई जुन नेपाल विद्युत प्राधिकरणको कार्यकारीबाट हटाइसकेपछि सडकबाट आगो उकाल्दै यो देशमा बिना रक्तपात पहिलो पार्टी यो नेपालमा घन्टी जन्मेको छ। त्योभन्दा अगाडि जन्मेको थिएन। यति चाहिँ बोल्नुपर्ने छ। राज्य नै कुलमान घिसिङ राजनीतिमा आउनु भएको हो, तपाईँहरू पटक पटक सडकमा हुनुहुन्छ पहिलेदेखि? होइन, अब त्यो त उहाँले निर्णय गर्ने कुरा हो, तर नेपाली जनताले चाहेको चाहिँ उहाँलाई त्यही पनि छ। पटक पटक भनेको छु हो, घन्टी होस् कि अन्टी होस्, जोसुकै होस्, बालिने होस् कि हर्काउ जोसुकै होस्, तपाईँहरू माओवादीले लडेर मरेर ल्याइदिएको गणतान्त्रिक फुलबारीमा फुलेको फुल हो। तपाईँ एक्लै हिँडेर कहीँ पुग्न असम्भव छ भनेर मैले भनेको छु।